Happy birthday to you. Happy birthday to you. Happy birthday to you. आज दिदीको जन्मदिनमा भाइले दिदीलाई गिफ्ट दिँदैछन्। त्यो गिफ्टमा के रहेछ हेर्नुहोस् तपाईँ। दिदीको जन्मदिनको लागि भाइले दिदी फकाउँदै हुनुहुन्छ। आज रिता पौडेलको जन्मदिन, उहाँलाई भाइले दिएको गिफ्ट। ल हेर्नुहोस् हेर्नुहोस् भाइले के गिफ्ट दिएका छन् हेर्नुहोला। Happy birthday to you. 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 आमाहरू हजुरआमा ठुलीआमा हुनुहुन्छ। Happy birthday to you. भाइले दिएको गिफ्ट बहिनीलाई दिदीलाई भाइले दिएको गिफ्ट फुकाउँदै हुनुहुन्छ। धेरै बेर ला त के दिएका रहेछन् त त्यति साना भाइले। सबैले हेर्नु होला, लाइक सब्सक्राइब बढाउन नभुल्नु होला। त्यति सानो भाइले दिदीलाई दिएको गिफ्ट। कागज चेद्दी हुन्छ क्या। आँसी लिएर आइज क्या, आँसीले काटो। कति के गिफ्ट दिएका रहेछन् त भाइले। फुकाउनै बेर लाउने त्यति ठुलो यस्तो सानो भाइले दिएको दिदीलाई गिफ्ट हेर्नु। अचम्मको भगवान भन्ने हुन्छ सरले यस्तै भाइ गिफ्ट फुकाउनु त घन्टै लाग्यो त। भाइले त ठुलै गिफ्ट दिए जस्तो छ त दिदीलाई जन्मदिनका लागि। ए भगवान कति बेर लाएर होला त नि त बनाएको। धरो हँसायो त भाइले। के होला मकैको बिस्कुट हो र सञ्जयलाई कस्तो बनाएर दिएको नि शान्तिले बिस्कुट के पुरा पाता निकालेर त्यो घडी दिने बक्समा हालेर के मिठाई बनाएर दिएको। त्यस्तो नभेट्टायो के हो फेरि कहाँ हो अब भेटिनी भएन। राम फुकाउनु 1 घन्टा लाग्यो त नि भाइ। सक्यो फेरि भन। 3टा भिडियो हुने भयो। ए लास्ट भिडियोमा थाहा हुने पकायो मैले एउटा यति खोल्न लाग्छ। ए भगवान कहाँ गयो ल है भाइको गिफ्ट हेर्नुहोस् है हेर्नुहोस्। कुच्चिनी भयो कुच्चाइ के हेले सियोर कुच्चाइ के हुँदो र खानी सुनै रहेछ क्या बिहेमा नि कति बिहाको नाइज भन्यो हो कि त आज बिहानभरिको काम आइछ के हो यो भित्र
अरे ल भाइले दिदीलाई दिएको गिफ्टमा कालो टेप रहेछ हेर्नु होला सबैजनाले हेरिदिनु होला अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै शुभकामना र 82 सालको शुभकामना साथसाथै उहाँ बहिनीको जन्मदिनको पनि धेरै धेरै शुभकामना दिँदै म अन्त्य हुन्छु।